हिजो निर्मला हत्या आज यिनीसा बिके, यी हत्याहरूबाट समाजले के कुरा सिके। हरेक वर्ष यस्तै समाचार सुन्नुपर्छ, ए बालेन सरकार यिनले न्याय पाउन् छिटै। निर्मला बिते आज 6 वर्ष भयो तर 6वटा सरकारले केही गर्न सकेका छैन। 13 वर्षे बालिकाको बलात्कार हुँदाखेरि 3वटा टाउकेहरू हेरेर बस्या रहेछ। हत्यापछि हत्या यहाँ छैन सुरक्षा हाम्रो नेपालमा, खै त्यस्तो के विकास भएको रहेछ। हत्या मात्र होइन यहाँ बेरोजगारको भिड, नेपाली युवा हरेक दिन विदेशतिर गएको गइछ। नारी मात्र होइन यहाँ सबैलाई पीडा, पाइएन कहिले राम्रो सुरक्षा शिक्षा। यसपालि सबैले घन्टीलाई जिताए, हेर्नु छ बाँकी अब बालेनको दिमाग। अब आउँदै गरेको बालेन सरकारलाई हामी के भन्न चाहन्छौँ भने, हाम्रो विगतमा वर्षौंदेखि बलात्कृत भएका नारीहरूले अथवा हामी दुःख पाएका नेपालीहरूले न्याय पाउन् होइन, देशको विकास होस्। हेरमा बालेन दाईको दिमाग कस्तो छ, बालेन दाईले के गर्न सक्नुहुन्छ होइन। भोट हालिदिएको छ राम्रै होला, त्यही हो। सबैले आफ्नो देश राम्रो भएको हेर्न चाहन्छ होइन। जय देश जय नेपाल है त।